स्टुडेन्ट्स आज हामीहरूले बाँकीका रिमेनिङ क्वेसन्सहरू गर्छौँ जुन कि हामीले अस्ति डिल गरेका थियौँ। त्यसबाट रिमेनिङ क्वेसन्सहरू छ त्यो चाहिँ आज हामीहरूले डिल गर्छौँ। क्वेसन नम्बर यति जुन जुन बाँकी छ नि ठिक नलागेको त्यति क्वेसन्सहरू हामी डिल गर्छौँ। सो त्यति क्वेसन डिल गर्छौँ अनि 21 नम्बर चाहिँ अहिले म पछि यो सबै यो पेजको सबै सकिसकेपछि चाहिँ 21 नम्बर चाहिँ भन्छु। सो अब हामी आयौँ क्वेसन नम्बर 13 मा। यो रियाक्सन्स खाले क्वेसन हो है त। यो कस्तो क्वेसन हो अरे रियाक्सन खाले क्वेसन हो। सो रियाक्सन खाले क्वेसनलाई कसरी डिल गर्ने भनेर म सिकाउँछु है त। यो क्वेसन्सले भनेको चाहिँ यहाँ हेर त एक्स कम्बाइन हुँदैछ वाइसँग टु गिभ एक्स वाइ है त। सो एक्स कति छ अरे एक्स छ 6 ग्राम अनि एनदर वाइ छ 16 ग्राम भने एक्स वाइ चाहिँ 0.5 छ अरे। इट मिन्स यहाँ हेर त यो भनेको चाहिँ यो भनेको 1 मोल हो, यो भनेको पनि 1 मोल हो, यो भनेको पनि 1 मोल हो। सो 1 मोल अफ एक्स रियाक्ट्स विथ 1 मोल अफ वाइ टु गिभ 1 मोल अफ एक्स वाइ। सो यो केसमा के हुन्छ त स्टुडेन्ट्स, यो क्वेसनमा हेर्ने हो भने यस्तो कन्डिसनमा यो सबैको यसको यो 1 मोल छ भने नि यहाँ हामीले फाइन्ड गरेको जुन 0.5 मोल छ नि यो 0.5 मोल यसको लागि पनि 0.5 मोल नै हुन्छ, यसको लागि पनि 0.5 मोल नै हुन्छ स्टुडेन्ट्स। इफ यहाँ 2 भइदियो भने यहाँ 2 भइदियो भने यो 0.5 मोल हो भने यो 0.5 मोल हो भने यो कति मोल भइदिन्छ त 0.5 इन्टु 2 भइदिन्छ इफ यहाँ 2y भएको भए। फर इक्जाम्पल यहाँ लेखौँ जस्तै कि यहाँ मैले लेखेँ A reacts with A plus B reacts with B to give C reacts with C. सो यस्तो केसमा यदि C2 मोल छ भने अनि C2 मोल छ भने यो कति मोल हुन्छ त फाइन्ड गर्नु छ भने हामीहरूले यसको रेस्पेक्टमा यसलाई निकाल्नु पर्ने हुन्छ। जस्तै एउटा अर्को इक्जाम्पल लिगौँ जस्तै यहाँ मैले A छ प्लस 2B छ गिभ C छ अरे। सो C छ भने यो 1 मोल भयो, यो 1 मोल भयो, यो 2 मोल भयो हैन। अनि यो कन्डिसनमा के हुन्छ त यो यदि यहाँको क्वेसन जस्तै यो 0.5 मोल हो भने यो 0.5 मोल हो भने यो 0.5 मोल हो भने यो कति हुन्छ अरे स्टुडेन्ट्स, यो हुन्छ 2 इन्टु 0.5 द्याट इज 1 मोल हुन्छ। बुझ्यौ। अनि यो कति मोल हुन्छ त त्यसो भए यो कति मोल हुन्छ त यो कति मोल हुन्छ ए कति मोल हुन्छ त। सो ए पनि यो 1 छ यो पनि 1 नै छ अगाडि सो यो पनि 0.5 मोल नै हुन्छ। यो कन्सेप्ट जुन छ नि यो कन्सेप्ट यति धेरै स्टुडेन्ट्सहरू कन्फ्युजन हुन्छ नि, यो कन्सेप्ट धेरैलाई थाहा नै हुँदैन। यो कन्सेप्टले नै तिमीहरूले पुरै मोल कन्सेप्टलाई क्लियर गर्न सक्छौ र लिमिटिङ रियाक्टेन्ट जुन पछि पढ्छौ त्यो त झन् यसले सजिलो पार्छ। यो बुझ्यौ भने त्यो एकदम नै सजिलो छ स्टुडेन्ट्स। सो मैले यो कुरालाई चाहिँ तिमीहरूले एकदम 2-3 चोटि रिपिट गरेर यो भिडियो हेर अनि एकदम राम्ररी बुझ है त यो कुरालाई त दिमागमै बसाउ के यो कुरालाई। सपोज मैले यहाँ अब यो हल्का चेन्ज गरेँ ल अब यस्तो भयो भने हल्का कम्प्लेक्स गरेँ यसलाई हल्का कम्प्लेक्स गर्दैछु है त हेर त। यहाँ भयो ए, यहाँ भयो 2b, यहाँ भयो गिभ्स 3 मोल अफ सी रे। सो यो कन्डिसनमा यो यदि 2 मोल हुन्छ भने अब यो कति मोल हुन्छ त। सो यो 2 मोल हुन्छ भने यो हुन्छ कति मोल त भन्दाखेरि यो कुरामा चाहिँ निकाल्नुपर्छ। अब यो 3c ले 2b दिइरहेको छ द्याट इज 3 दुईटा मोलले 2 मोल दिइरहेछ भने यो हुन्छ 2/3 इन्टु 2 हुन्छ है त। यो 2/3 इन्टु 2 हुन्छ यसको बीको मोल यति हुन्छ है त। यो क्वेसन आयो भने म बुझाउँछु, इक्जाम्पलमा क्लियर भएन होला, यस्तो बेलामा चाहिँ युनिटरी मेथड लगाएर गर्नुपर्ने हुन्छ। सो अब डिल गरौँ त यो क्वेसनलाई। अब यो 13 नम्बरलाई गरौँ है त हामी मेटम त्यो क्वेसन गरौँ। सो यो क्वेसनमा त अब हेर त यो क्वेसनमा त यहाँ यो पनि 1 मोल भयो, यो पनि 1 मोल छ, यो पनि 1 मोल छ, तिनटैको 1 मोल छ, अगाडि केही पनि नम्बर छैन, द्याट इज यो ब्यालेन्स छ। सो यो कन्डिसनमा हेर्ने भने यो यदि 0.5 मोल हो भने यसको नम्बर अफ मोल दिएको छ भने मोलै निकालौँ न, मोलिकुलर निकाल्छ। सो नम्बर अफ मोल इक्वल टु यसको लागि यति भयो होइन। सो यो यति भयो भने यो कति मोल अरे एक्सबाट निकाल कि त वाइबाट निकाल। यसको नम्बर अफ मोल इक्वल टु वेट इन ग्राम बाई मोलिकुलर वेट जुन कि हामीलाई वेट इन ग्राम बाई मोलिकुलर वेट भयो। सो अब हेर एक्सको पनि मोलिकुलर वेट थाहा छैन,
वाईको पनि मोलिकुलर वेट थाहा छैन। फर्स्ट एउटा स्टेपबाट हेर्ने हो भने फर्स्ट प्रोसेसबाट हेर्ने हो भने यसलाई यसरी हेर्नु मिल्छ। यो पनि 0.5 मोल हो अरे, एक्स पनि। यो म एक्सको लागि हेर्दैछु है त, यो म एक्सको लागि हेर्दैछु भने यो पनि 0.5 हो, यो 6 हो बाई मोलिकुलर वेट। सो मोलिकुलर वेट अफ एक्स हेर्ने हो भने मोलिकुलर वेट अफ एक्स हेर्ने हो भने यो आउँछ 6/0.5, 6/0.5, यो आयो 12 है। सिमिलरली वाईको लागि हेर्ने हो भने वाईको लागि हेर्ने हो भने यसको पनि नम्बर अफ मोल इक्वल टु फर्मुला भइगयो, नम्बर अफ मोल इक्वल टु वेट इन ग्राम बाई मोलिकुलर वेट थाहा भएन, मोलिकुलर वेट थाहा भएन, अनि नम्बर अफ मोल 0.5 नै भयो बाई 16 बाई मोलिकुलर वेट। देयरफोर मोलिकुलर वेट अफ वाई हेर्ने हो भने मोलिकुलर वेट अफ वाई हेर्ने हो भने 16/0.5 गर्दाखेरि यहाँ आउँछ 32। देयरफोर टोटल एक्सवाई को चाहिँ टोटल मोलिकुलर वेट दैट इज एक्सवाई को मोलिकुलर वेट, एक्सवाई को मोलिकुलर वेट, एक्सवाई को मोलिकुलर वेट हेर्नु भने कति आउँछ त 12 + 32 इज इक्वल टु 44। सो यति मोलिकुलर वेट यसको हुन्छ। हैन भने सिम्पल प्रोसेस गर्न मन लागेको छ भने यसरी पनि गर्न मिल्यो, हैन भने सिम्पल प्रोसेस गर्न मन लागेको छ भने सिम्पल प्रोसेस पनि यसरी यसरी गर्दिँदा हुन्छ। डाइरेक्ट एक्सवाई को निकाल्दिने हो भने एक लाइनमा निस्किन्छ र त। मोल नम्बर अफ मोल को फर्मुला के अरे, नम्बर अफ मोल इक्वल टु वेट इन ग्राम बाई मोलिकुलर वेट हो नि त। सो नम्बर अफ मोल मलाई एक्सवाई को कति छ 0.5। अब यो जुन वेट हुन्छ नि यो वेट यो वेट यसको वेट हो कि सम अफ दिस वेट्स आर द वेट्स अफ एक्सवाई। सो एक्सवाईमा कति लेखिदिन मिल्छ अरे, एक्सवाईमा लेखिदिन मिल्छ अरे 6 + 16 बाई मोलिकुलर वेट। देयरफोर मोलिकुलर वेट निकाल्छौ भने मोलिकुलर वेट इज इक्वल टु आउँछ यो दुईटै एड गर्यो भने आयो 22 बाई 0.4 नम्बर अफ मोल दैट इज इक्वल टु 44। यसरी निकाल्दा नि हुन्छ अरमा है त। सो यो दुईटै प्रोसेसले निकाल्न मिल्यो 13 नम्बरलाई। फर्स्ट क्वेसन भएर त्यस्तो लागेको होला। सो अब हामी जान्छौँ अर्को क्वेसनमा दैट इज क्वेसन नम्बर 14 मा। यो क्वेसन त स्टुडेन्ट मैले नभन्दै पनि हुन्छ कि यति सजिलो छ यो क्वेसन त। हेर त के दिएको छ यहाँ, एटम दिएकै छ, वेट दिएकै छ, नम्बर अफ ग्राम एटम भनेको चाहिँ मोल हो के, नम्बर अफ ग्राम एटम भनेको मोल हो। यदि कुनै पनि एलिमेन्ट छ भने सिएल छ भने यसको हुन्छ नम्बर अफ मोल, सिएल छ भने नम्बर अफ मोल इन्टु कतिवटा क्लोरिन छ त्यो लेखिदिने। यदि सिएल2 यस्तो छ भने क्लोरिनको सोधेको छ भने नम्बर अफ मोल इन्टु 2 गरिदिने है त। हामीले नम्बर अफ एटमहरू निकालेको जस्तै यो पनि गर्ने हो, तर यहाँ एभोगाड्रोस नम्बर चाहिँ इन्टु हुँदैन, मात्र नम्बर अफ मोल इन्टु हुन्छ है त। यो कुरामा एकदम धेरै केयर गर्नु, अहिले क्वेसन्सहरू आइरहेको छ, यो कुरा चाहिँ ध्यान दिनु है त, यो कुरा चाहिँ एकदम धेरै इम्पोर्टेन्ट छ। सो यो क्वेसनलाई कसरी हेर्ने त, हेर त यो क्वेसन त झन् सजिलो भयो। नम्बर अफ मोल इक्वल टु नम्बर अफ मोल इक्वल टु के अरे नम्बर अफ जे पनि दैट इज नम्बर अफ जे पनि भनेको नम्बर अफ एटम भइहाल्यो 1 बाई के त एभोगाड्रोस नम्बर। सो 1 बाई एनए दैट इज इक्वल टु जति आउँछ 1.66 इन्टु 10⁻⁻⁴ मोल भयो। एन्ड अर्को नम्बर अफ मोलको फर्मुला हामीलाई के थाहा छ, नम्बर अफ मोल इक्वल टु वेट इन ग्राम बाई मोलिकुलर वेट, अनि वेट इन ग्राम भयो 6.644 जुन कि दिएकै छ हाम्रो यति, अनि यति बाई मोलिकुलर वेट नम्बर अफ मोल इक्वल टु दिस बाई मोलिकुलर वेट। एन्ड एउटा छ भने एटोमिक वेट भनौँ यसलाई है त, मोलिकुलर वेट नभन है त। सो देयरफोर एटोमिक वेट इज इक्वल टु कति आउँछ त त्यति बाई नम्बर अफ मोल, अघि आइसकेको छ यो कुरा बाई त्यति। सो एटोमिक वेट आउँछ हाम्रो 40.401, 40.01। अनि एगेन फेरि हेर्ने हो भने अर्को नम्बर अफ मोलको फर्मुला हेर्नु, नम्बर अफ मोल इक्वल टु अब फेरि घुमाएर फिराएर नम्बर अफ मोल इक्वल टु वेट इन ग्राम बाई एटोमिक वेट। अब वेट इन ग्राम कति दिएको छ हेर त यहाँ 80 केजी को अरे। सो यहाँ भयो 80 बाई एटोमिक वेट आइसक्यो 40.01। अब यो गऱ्यौँ भने आउँछ 1999.500 दैट इज इक्वल टु 2000 ग्राम। एन्सर ग्राम एटम्सले कम एन्सर। सो यो क्वेसन नम्बर 14 पनि भयो। क्वेसन नम्बर 14 भयो। अब बिचको सब क्वेसन सकिसकेको छ, तिमीहरूले नि हेर। अब क्वेसन नम्बर 20 मा आयौँ हामीहरू। आज धेरै नै नोइज छ हौ बाहिर। सो यो क्वेसन चाहिँ नि इयर रिलेटेड छ।
Avogadro's number, how many years it will take to spend 1 Avogadro's number of rupees at the rate of 10 lakh by rupees in 1 second. So हामीलाई थाहा छ 1 year is equal to कति हुन्छ त 365 days into 24 hours 60 minutes 60 सेकेन्ड हुन्छ. सो यो इन्टु गऱ्यो भने हाम्रो आउँछ 3153600 सेकेन्डमा लग्यौँ है त. किनभने यहाँ कुरा के को दिएको छ त 1 सेकेन्डको दिएको छ नि त इन सेकेन्ड. सो यो सेकेन्डमा लग्यौँ इयरलाई. अब हेर त 10 लाख बाई रुपिज इन 1 सेकेन्ड अरे. 10 लाख बाई रुपिज इन 1 सेकेन्ड, द्याट इज 10 लाख बाई रुपिज रे. सो 10 लाख बाई रुपिज भनेको 10 लाख भनेको कति हुन्छ त हेर त 10 लाख भनेको 10 लाख बाई रुपिज रे. रुपिजमा भनेपछि 1 अनि त्यसपछि 000 रुपिज भयो. यति भनेको रुपिज भयो. 10 लाख भयो यो भनेको. अब हेर त नाउ यहाँ हेर क्वेसनले के भनेको सबै हाउ मेनी इयर्स इट विल टेक टु स्पेन्ड 1 एभागाड्रोज नम्बर अफ इयर रे. एउटा एभागाड्रोज अफ नम्बर इयरको लागि त्यति हो रे. द्याट इज यो क्वेसनले भनेको चाहिँ के हो त भन्दाखेरि यो क्वेसनले भनेको हो कि 1 एनएले 1 एभागाड्रोज नम्बरले कति स्पेन्ड गर्छ अरे त 6.023 इन्टु 10⁻23 रुपिज रे. ठिक छ. त्यसो भए देन इन अ इयर. सो 1 इयरमा कति हुन्छ त भन्दाखेरि इन अ इयरमा हेर्ने हो भने दिस इज इक्वल टु एभागाड्रोज नम्बर बाई 6.023 इन्टु 10⁻23 बाई कति रुपिज छ अरे त 10 लाख इन्टु इयर रे. इन अ इयर रे. सो इन अ इयरमा इयरको लागि यहाँ भ्यालु हाल्ने कति हुन्छ त अघि आएको 3153600 यो गर्छौँ भने हाम्रो आउँछ 1.90 इन्टु 10⁻10 इयर. यो कुरा त बुझ्यो नि स्टुडेन्ट्स. सो यो 1 इयर 1 एभागाड्रोज नम्बर इन इयर भयो. सो त इन इयर हेर्ने हो भने 1 एभागाड्रोज इन सेकेन्ड हो भने यहाँ त यसले तिमीहरू बुझेन होला यहाँतिर. हो यो 1 एनए भनेको यसले 1 एनए कतिमा मेजर गर्छ अरे त इन सेकेन्ड रे. 1 एभागाड्रोज नम्बर इन सेकेन्ड रे. सो इन इयर हेर्ने हो भने इन इयरको लागि के गर्छौ त नि इन इयरको लागि चाहिँ यो क्यालकुलेसन गर्छौँ हो कि होइन. सो यो भयो हाम्रो यति एन्सर. अब हेर क्वेसन नम्बर 24 विच इज अल्सो भेरी भेरी इम्पोर्टेन्ट. किनभने यसमा चाहिँ नि एटम्सको बारेमा हामीलाई एकदम धेरै थाहा हुनुपर्छ, नलेज हुनुपर्छ एटम्सको लागि. वेट अफ अक्सिजन निकाल्नुपर्ने छ होइन. अनि नम्बर अफ मोलिक्युल्स चाहिँ दिएको छ. सो यहाँ मोलिकुलर वेट पहिला निकालौँ त यसको मोलिकुलर वेट कति आउँछ. यसको मोलिकुलर वेट निकाल्यौँ भने हाम्रो आउँछ 63.5 प्लस 32 सल्फरको अक्सिजन O4को 64 प्लस 5 इन्टु 18 यो गऱ्यौँ भने हाम्रो आउँछ 249.5 आयो. एन्ड नम्बर अफ मोलिक्युल्स दिएकै छ एन इन्टु एनए. देयरफोर एनको आउँछ नम्बर अफ मोलिक्युल्स 10⁻22 हो है त यहाँ छुट्याएरै छ बाई एभागाड्रोज नम्बर द्याट इज इक्वल टु 0.0166 मोल. अनि यहाँ हेर त स्टुडेन्ट्स यहाँ क्वेसन्समा हेर त क्वेसनमा कतिवटा अक्सिजन चाहिँ हेर त यहाँ 4 अनि यो 5वटा अक्सिजन होइन यो 5वटा अक्सिजन अनि 4. सो टोटल नम्बर अफ अक्सिजन हाम्रो कतिवटा छ अरे 9वटा छ यो क्वेसनमा हो कि होइन. सो हेयर नम्बर अफ अक्सिजन इज इक्वल टु कति छ अरे 4 + 5 इक्वल टु 9. देन सो एटोमिक वेट कति हुन्छ त
atomic weight of O9 is equal to 9 into 16, that is equal to 144. Then number of mole is equal to weight in gram by molecular weight, that is 144. Therefore weight is equal to 0.0166 किनभने हाम्रो नम्बर अफ मोल आइसकेको छ हैन। सो दिस इन्टु 144 गऱ्यौँ भने हाम्रो आउँछ 2.39 ग्राम अफ अक्सिजन है त। सो 24 नम्बर पनि भयो। अब 29 नम्बर पनि हेर्ने हो भने सेम सिमिलर त्यस्तै क्वेसन छ यो 29 नम्बर पनि, त्यही भएर मैले 29 नै पहिला गराइदिउँ भनेको। यो क्वेसन पनि त्यस्तै हो। यहाँ त नम्बर अफ मोलिकुल्स अफ हाइड्रोजन अनि एन्ड एटम्स अफ कार्बन प्रेजेन्ट इन 4 ग्राम अफ मिथेन अरे। यसलाई त तिमीहरूले पनि गर्न सकि नै हाल्छौ। ध्यान दिनुपर्ने के कुरा छ त, CH4 छ भने नम्बर अफ यसमा कार्बन एटम 1 मात्र हुन्छ, हाइड्रोजन चाहिँ 4 हुन्छ। 4 ले इन्टु गर्ने, यसमा चाहिँ 1 ले नै इन्टु भयो। अब हेर्नुहोस् यो क्वेसन नम्बर अर्को एउटा मैले एक्स्ट्रा क्वेसन जुन भने यो छ नि राखेको मैले, यो क्वेसनलाई हेर्नु त। यो क्वेसनमा वाट इज द मास अफ क्रोमियम भनेको छ। क्रोमियम यहाँ कतिवटा छ त, 2टा छ। सो यसमा अब नम्बर अफ मोल निकालौँ न, यो टोटलको नम्बर अफ मोल। सो टोटलको नम्बर अफ मोलको फर्मुला के हो अरे त, नम्बर अफ मोल भनेको वेट इन ग्राम बाई मोलिकुलर वेट। यसको निकाल्नुहुन्छ भने आउँछ 252। सो नम्बर अफ मोल क्यालकुलेट गर्नुभयो भने आउँछ 0.142 मोल। अनि त्यसो भए अब क्रोमियमको मात्र निकाल्नुपर्ने छ भने नम्बर अफ मोल इक्वल टु वेट अफ क्रोमियम बाई 2, मोलिकुलर वेट मात्र क्रोमियमको राख्नु है त। मोलिकुलर वेट 2टा क्रोमियमको मात्र राख्नु, 2 इन्टु क्रोमियमको मोलिकुलर वेट 52। सो 2टाको मात्र राख्नु। देयरफोर नम्बर अफ वेटको अब के भइहाल्छ त, वेट भनेको सबै इन्टु भइदिन्छ। सो वेट इक्वल टु मोल इन्टु 2 इन्टु 52। मोल इक्वल 2 इन्टु 52 गर्नुभयो भने 2 इन्टु 52 गर्ने भने यो हाम्रो आउँछ 14.774, द्याट इज इक्वल टु 14.78 ग्राम अफ क्रोमियम। यो हाम्रो एन्सर भयो। यति गर्दै यो हाम्रो यति हो एटमवाला र यो कसरी एटमहरू डिल गर्ने, यो 2टा क्रोमियम 13 क्रोमियम भन्ने यो क्वेसनहरू सल्भ गर्न सक्नुहुन्छ अब हजुरहरूले है त। अब यो क्वेसनमा हेरौँ त के भनेको छ, फाइन्ड द नम्बर अफ इच काइन्ड अफ एटम्स इन 80 ग्राम अफ KClO3। सो यसको लागि हामीलाई मोलको फर्मुला थाहा छ होइन, नम्बर अफ मोल इक्वल टु वेट इन ग्राम बाई मोलिकुलर वेट। सो पहिला यसको मोलिकुलर वेट झिक्नु पऱ्यो होइन। जसमा चाहिँ वेट चाहिँ दिएको छ 122.5 अनि मोलिकुलर वेट चाहिँ हामीले अब निकाल्छौँ। सो मोलिकुलर वेट KClO3 को निकाल्ने हो, जुन कि निकालेको हजुरहरूले हेर्न सक्नुहुन्छ। मैले पहिला पनि सिकाएको छु, त्यो पनि ठ्याक्क एक्ज्याक्टली 122.5 आउँछ। सो डिभाइड गर्दाखेरि 1 मोल आइपुग्यो। अब हामीले यसमा नम्बर अफ एटम्सहरू निकाल्छौँ, इच काइन्ड अफ एटम्स भनेको छ, त्यही भएर छुट्टा छुट्टै निकाल्छौँ। पोटासियममा चाहिँ नम्बर अफ एटम्स हेऱ्यो भने कतिवटा छ त, फर्मुला के हुन्छ त, N इन्टु Na इन्टु नम्बर अफ एटम्स। नम्बर अफ एटम्स 1 छ, सो 1 इन्टु अनि मोल पनि 1 इन्टु Na भइहाल्यो। सो एभागाड्रोस नम्बरको एन्सर आयो। अब त्यसै गरी क्लोरिनको लागि हेर्छौँ, क्लोरिनको लागि पनि सेम फर्मुला हुन्छ, क्लोरिन पनि एउटा छ, त्यही भएर यसको एन्सर पनि सेमै आइगयो। त्यस्तै गरी अक्सिजनको लागि हेर्छौँ, अक्सिजन चाहिँ यसमा 3वटा छ, सो इन्टु 3 ले मल्टिप्लाई हुन्छ। सो 3 टाइम्स Na आउँछ एन्सर। अब क्वेसन नम्बर 26 मा हेरौँ त, 73 ग्राम अफ HCl जुन छ त्यो एड गरेको छ 144 ग्राम अफ वाटरमा। सो अब हामीलाई यसको रियाक्सन लेख्नुपर्छ अनि दुईटैको मोलिकुलर वेट लेख्नुपर्छ। सो यसको सल्युसन हेर्दाखेरि चाहिँ HCl को चाहिँ मोलिकुलर वेट हामीले निकाल्यो भने 36.5 आउँछ। त्यसै गरी वाटरको चाहिँ निकाल्यौँ भने यसको मोलिकुलर वेट चाहिँ नै 18 आउँछ। सो क्वेसनले के भनेको छ त, HCl चाहिँ नै एड गरिँदैछ वाटरसँग भन्ने, डाइल्युट गर्दैछौँ भन्नेको हो, त्यो भनेको एड गर्दैछौँ। अब हेर त, हामीलाई दुईटै के भन्छ HCl र वाटरमा दुईटैमा हाइड्रोजन एटम निकाल्नु छ। सो त्यसको लागि मोल इन्टु के हुन्छ त, नम्बर अफ हाइड्रोजन एटम। सो मोलको फर्मुला इन्टु 1 गरेँ, किनभने HClमा एउटा मात्र हाइड्रोजन छ। हेऱ्यो हो किन, HClमा एउटा मात्र हाइड्रोजन छ, सो यसको एन्सर आयो 2। त्यसै गरी हामीले अब वाटरको लागि पनि निकाल्छौँ। सो वाटरको लागि चाहिँ नम्बर अफ वेट इन ग्राम कति छ त, 144 बाई त्यसको मोलिकुलर वेट 18 इन्टु अब वाटरमा कतिवटा छ त, 2टा छ, H2O मा 2टा छ। सो 2टा हाइड्रोजन छ भनेपछि इन्टु 2 ले गऱ्यौँ, त्यो भनेको 16 आयो हाम्रो। ठिक छ। अब हेर
त्यसो भए ओभरअल सल्युसनमा चाहिँ नि कति ग्राम अफ हाइड्रोजन छ त नि, कति ग्राम एटम अफ हाइड्रोजन छ त नि, त्यो भनेको सिम्पली हामीहरूले दुवैलाई एड गरिदिन्छौँ। ओके नि, त्यो एड गर्नु भनेको 2 + 16 हो। सो ओभरअल हाम्रो एन्सर आयो 18। यो क्वेसन नम्बर 28 पनि सल्युसन हेरौँ। यो पनि सेम 26 जस्तै छ, उस्तै उस्तै क्वेसन हो, सिमिलर छ। सो यसको लागि यसमा पनि रियाक्सन नै गरेको हो। यो क्वेसनमा चाहिँ HNO3 सँग चाहिँ वाटर, प्योर वाटर एड गरेको छ। हो कि हेर त, क्वेसन यहाँ माथि भनेको छ। सो HNO3 लाई वाटरसँग रियाक्सन गर्छौँ अनि त्यो HNO3 लाई छुट्टा छुट्टै HNO3 र वाटरको दुईटैको नम्बर अफ मोल निकाल्छौँ र त्यसमा कतिवटा अक्सिजन छ त्यो निकाल्छौँ। सो नम्बर अफ मोलको फर्मुला हामीहरूलाई थाहा छ, वेटिङ नाममा मोलिकुलर वेट गरेर निकाल्दिने, दुईटैको छुट्टा छुट्टै गरेर निकाल्ने, अनि दुईटैको नम्बर अफ अक्सिजन एटम कतिवटा छ, अक्सिजन मोलिकुल कतिवटा प्रेजेन्ट छ त्यो निकाल्छौँ। HNO3 मा चाहिँ 3टा अक्सिजन छ। सो n × n × 3 गर्छौँ अनि त्यो यता नझुकिने मैले O2 लेखिदिएको छु, त्यो भनेको अक्सिजनलाई मैले जनाएको भएर त्यस्तो लेखिदिएको हो। सो ल्याङ्ग्वेजमा लेख्नु होला। अनि सो × 3 गऱ्यौँ अनि अर्कोतिर चाहिँ वाटरको निकाल्नको लागि चाहिँ O निकाल्ने कतिवटा त एउटा मात्र छ। सो × 1 गरिदिने सिम्पली। अनि सो यसको एन्सर पनि 3.77 × Na गरेर आउँछ। अब के भनेको छ हामीलाई, क्वेसनले त ओभरअल अक्सिजन कतिवटा छ सल्युसनमा भनेर सोधेको छ। सो टोटल एटम्स इन अ सल्युसन निकाल्ने भने चाहिँ दुईटैलाई के गरिदिने त एड गरिदिने, सिम्पली के गरिदिने एड गरिदिने। सो यति गरिसकेपछि हाम्रो अक्सिजन O एटम्स आउँछ। हो किन, दुईटै एड गऱ्यो भने O एटम्स आउँछ। तर हामीलाई के भनेको छ त O2 मोलिकुल्स कतिवटा, अक्सिजन मोलिकुल्स कतिवटा छ भनेको छ। हो कि सो टोटल नम्बर अफ O2 मोलिकुल्स निकाल्यौँ भने चाहिँ एटम र मोलिकुलमा कहिले पनि कन्फ्युजन नहुनु। मोलिकुल्स भनेको जहिले पनि O2 हुन्छ र एटम भनेको O मात्र हुन्छ। त्यही भएर O2 के भन्छ मोलिकुल्स सोधिरहेको छ भने /2 गर्नुपर्छ है त हामीले, किनभने O2 मा 2 पनि आउँछ कि, अक्सिजनमा 2 पनि हुन्छ, एटम्समा चाहिँ 2 हुँदैन। सो यसको हाम्रो एन्सर चाहिँ यति आउँछ। यो क्वेसनमा चाहिँ नझुकिनु है त। यहाँ मैले सर्टकटमा लेखिदिएको छु, N र NO2 दुईटैलाई त्यसरी नै लेखिदिएको छु, तर हजुरहरूले चाहिँ ल्याङ्ग्वेजमा लेख्नु होला है त। N भनेको मोल र अर्को भनेको नम्बर अफ अक्सिजन एटम इन अ HNO3 अनि अक्सिजन एटम इन अ वाटर भनेर लेख्नु होला है त। अब चाहिँ हामी क्विक फरवार्ड जान्छौँ है। यो क्वेसनमा सुक्रोजलाई एड गरिँदैछ, डिजल्भ गरिँदैछ 180 ग्राम अफ वाटरमा। सो पहिला जस्तै अब हामीहरूले सुक्रोज र वाटरको छुट्टा छुट्टै नम्बर अफ मोल निकाल्छौँ र त्यसमा कतिवटा अक्सिजन एटम छ त्यो निकाल्छौँ। सो सुक्रोजको लागि हेर्ने हो भने यसको लागि नम्बर अफ मोलको फर्मुला हामीलाई थाहा नै छ, वेट बाई मोलिकुलर वेट गर्ने। सो यसको लागि पहिला मोलिकुलर वेट चाहिन्छ सुक्रोजको, जुन कि हाम्रो फर्मुला यहाँ थाहा छ, कहिलेकाहीँ नदिन नि सक्छ। सो फर्मुला याद गरेर जानु होला। मोलिकुलर वेट चाहिँ 342 आयो अनि त्यस्तै वाटरको चाहिँ 18 हुन्छ हामीलाई थाहा छ। सो छुट्टा छुट्टै यसको नम्बर अफ मोल निकाल्यौँ यसरी हामीले, अनि त्यसपछि यसको एटम निकाल्छौँ। सुक्रोजमा अक्सिजन एटम हेर्ने हो भने यसको सुक्रोजमा चाहिँ कतिवटा अक्सिजन छ भनेपछि 11वटा अक्सिजन छ। हो कि सो यसलाई n × Na × 11 गर्छौँ, जुन कि हाम्रो n भनेको 0.1 आएको छ अनि Na अलरेडी थाहा छ, अनि 11 गर्छौँ अनि यसको एन्सर निकाल्छौँ। त्यस्तै गरी नम्बर अफ अक्सिजन एटम इन वाटर निकाल्छौँ। वाटरको लागि चाहिँ नै वाटरमा कतिवटा अक्सिजन हुन्छ, एउटा मात्र अक्सिजन हुन्छ। सो × 1 ले गर्छौँ इन्टु, अनि त्यसपछि टोटल नम्बर अफ अक्सिजन एटम्स इन अ सल्युसन भनेपछि त हामीलाई योभन्दा प्रिभियस क्वेसनमा पनि हामीले एड नै गरेको थियौँ, त्यस्तै नै यसमा पनि एड नै गर्ने हो। दुईटैमा कति टोटल ओभरअल सल्युसनमा चाहिँ कति हुन्छ त, सो एड गरिदिने, एड गरेर एन्सर क्यालकुलेट गर्ने, अनि हाम्रो एन्सर चाहिँ यति आउँछ। फेरि यो क्वेसनमा ध्यान दिनु है, यहाँ चाहिँ अक्सिजन एटम मात्र भनेको छ। योभन्दा पहिलो क्वेसनमा चाहिँ अक्सिजन मोलिकुल्स भनेको थियो, त्यही भएर डिभाइड गर्नु परेको थियो। यहाँ हेर्नुहोस्, यहाँ चाहिँ नम्बर अफ अक्सिजन एटम्स भनेको छ, त्यही भएर डिभाइड गर्नु परेन। अब चाहिँ हामी एक्स्ट्रा क्वेसनतिर जान्छौँ, जुन कि इक्जाम्पलबाट लिएको छु मैले। सो यसबाट चाहिँ मैले एउटा क्वेसन गराइदिन्छु, अर्को क्वेसन चाहिँ हजुरलाई एसाइनमेन्टको रूपमा दिन्छु। अब यो क्वेसनमा चाहिँ रियाक्सन दिएको छ जसले एमोनिया प्रड्युस गर्दैछ, 6.00 × 10⁻24 एमोनिया प्रड्युस गर्दैछ। यो क्वेसनको रियाक्सन चाहिँ कहिलेकाहीँ अनब्यालेन्स पनि हुनसक्छ। सो हामीले ब्यालेन्स पनि गर्नुपर्छ है त, हिट एन्ड ट्रायल मेथडले ब्यालेन्स पनि गर्नुपर्छ। यहाँ चाहिँ एमोनिया कति प्रड्युस भएको छ त्यो दिएको छ, त्यही भएर हामीले एमोनियाको हेल्पले चाहिँ नै एमोनियाको पहिला मोल निकाल्छु, किनभने मोलिकुल दिएको छ। सो मोलिकुलको फर्मुला लगाउँछु n × Na, त्यसबाट मोल निकाल्छु। त्यो मोल भनेको गिभन मोलिकुल्स बाई एभागाड्रोज नम्बर हुन्छ। सो गिभन मोलिकुल्स बाई एभागाड्रोज नम्बर गर्छौँ अनि हाम्रो चाहिँ यसको मोल आउँछ, जुन कि 9.96 मोल आउँछ। यहाँ के भनेको छ, 1 मोल अफ नाइट्रोजन मिलेर र 3 मोल अफ हाइड्रोजन मिलेर 2 मोल अफ एमोनिया बनिरहेको छ। त्यो भनेको उल्टो पनि भन्न मिल्छ कि 2 मोल अफ
एमोनिया चाहिँ 1 मोल अफ नाइट्रोजनले बनिरहेको छ। सो हामीले रियाक्सनलाई चाहिँ यसरी लिङ्क गर्नुपर्छ के एकदेखि अर्कोको निकाल्नुपर्छ, जुन कि मैले फर्स्ट भिडियोमा पनि भनेको छु। सो यो भनेको 9.96 एमोनियाबाट 1/2 नाइट्रोजन बन्छ कि बन्दैन। सो यसलाई चाहिँ 1/2 नाइट्रोजन बन्छ। नाइट्रोजनको चाहिँ नि यहाँ मैले NH3 लेखेको छु, यो N2 हुन्छ है। सो मोल अफ नाइट्रोजन आउँछ 4.98 मोल। त्यसै गरी अब मोलको फर्मुला हामीलाई थाहा छ, वेट बाई मोलिकुलर वेट। सो वेट इक्वल टु मोल इन्टु मोलिकुलर वेट भइदिन्छ। यो मोलिकुलर वेट त बुझ्नुभयो नि 28 N2 को, त्यो त बुझ्नुभयो होला। मोलिकुलर वेट इक्वल टु नाइट्रोजनको 14 हुन्छ इन्टु दुईवटा छ, सो 14 इन्टु 2 इक्वल टु हाम्रो चाहिँ यो चाहिँ 28 भइदिन्छ। अनि त्यो चाहिँ नि N2 को वेट आइदिन्छ। सो वेट इक्वल टु 4.98 इन्टु 28 गऱ्यो भने चाहिँ हाम्रो यसको चाहिँ नि 139.5 ग्राम चाहिँ नि वेट अफ नाइट्रोजन आइदिन्छ। त्यो भनेको मास अफ नाइट्रोजन आइदिन्छ। अर्को यो होमवर्क क्वेसन चाहिँ सिमिलर नै छ माथिको क्वेसनबाट। यसमा पनि हाम्रो रियाक्सन दिएको छ, SO2 बनाउनु पर्ने छ। अनि यो SO2 को रियाक्सनमा चाहिँ अलरेडी ब्यालेन्स छ, हो किन? यो सबैभन्दा इजी छ। हेर त अलरेडी ब्यालेन्स पनि छ, हामीले ब्यालेन्स पनि गर्नु परेन। रियाक्टेन्ट र प्रोडक्ट दुवैतिर अक्सिजन र सल्फर दुइटै ब्यालेन्स छ। सो यो माथिको क्वेसन र तलको क्वेसन रिलेटेबल छ। सो यो आफैले प्र्याक्टिस गर्ने। अब यति गरिसकेपछि त यो क्वेसन त अब हावातालकै हो, यस्तो सजिलो भइसक्यो अघि होइन। हेर्नुहोस् त फर्स्ट क्वेसनमा मोल दिएको छ। अब मोल दिएको छ भनेपछि त मोलको फर्मुला लगाएर हामीले कति ग्राम अफ H2S छ भनेर निकालिहाल्छौँ। सो मोलको फर्मुला वेट बाई मोलिकुलर वेट भयो, त्यसबाट वेट निस्किन्छ। सो यो फर्स्ट क्वेसन त यत्तिकै भइसक्यो। अब सेकेन्ड क्वेसनमा पनि ग्राम एटम्स भनेको मोल, हामी ग्राम एटम्स अफ H र सल्फर र हाइड्रोजनको कतिवटा चाहिँ नि मोल छ भनेर निकाल्ने। सो हाइड्रोजनको लागि इन्टु 2 भइहाल्यो, अनि चाहिँ सल्फरको लागि इन्टु 1 भइहाल्यो, किनभने हाइड्रोजन दुईवटा छ, सल्फर एउटा छ। सो थर्ड क्वेसनमा चाहिँ नि ग्राम्स अफ सोधेको छ, यो पनि सजिलै भयो। अनि थर्डमा मोलिकुल्सको N इन्टु Na भनेर मोलिकुल्सवाला फर्मुला लगाउने, नम्बर मोल इन्टु एभागाड्रोस नम्बर गरेर मोलिकुल्स निकाल्ने। सो अर्को क्वेसन पनि भइ नै हाल्यो। अनि नम्बर अफ एटम्समा पनि हाइड्रोजन र सल्फरमा पनि त्यही इन्टु गर्ने कन्सेप्ट लाएर एटम्सको पनि गर्न सकिन्छ। सो एकदमै सजिलो भयो यो क्वेसन। अब यो एउटा एक्स्ट्रा क्वेसन मैले हातले लेखिदिन्छु होइन फटाफट। अनि यो क्वेसन चाहिँ हजुरहरूले आफैले गर्नु होला। यहाँ चाहिँ 4NO जुन छ नि, 4 मोल अफ NO, यो चाहिँ नि 5 मोल दिएको छ। सो 4 ब्यालेन्सिङ फ्याक्टर भयो, 5 मोल दिएको छ। यसबाट चाहिँ नि हजुरहरूले सबै कुरा निकाल्नु है, त्यो ABCDE जति छ सबै निकाल्नु। अनि यो क्वेसनको एन्सर चाहिएको भने चाहिँ मलाई चाहिँ भिडियोमा चाहिँ कमेन्ट गरिदिनु होला, मैले यसको चाहिँ सर्ट भिडियो बनाएर हालिदिन्छु। अब चाहिँ लास्ट यो 5वटा क्वेसन गर्छौँ, अनि हामीहरूको पुरै मूल कन्सेप्ट नै सकिन्छ, एकदम क्लियर हुन्छ, क्रिस्टल क्लियर हुन्छ सबै। भिडियो चाहिँ बुझेन भने फेरि रिपिट गरेर हेर्नु है त। सबै क्वेसनमा यो दुइटै फर्स्ट सेकेन्ड दुईवटा क्वेसनमा चाहिँ सेम नम्बर रिलेटेड क्वेसन छ। सो क्वेसन नम्बर 30 र 31 चाहिँ नि सुरुमा हेर्छौँ हामीले। अब हेर्नुहोस् त, दुइटैको नम्बर अफ एटम्स सेम छ भनेपछि दुइटैको नम्बर अफ एटम्सको फर्मुला लगाउन पाइन्छ कि पाइँदैन? सो नम्बर अफ एटम्स अफ सिल्भर इज इक्वल टु नम्बर अफ एटम्स अफ आइरन गरिदिने। अनि त्यसपछि नम्बर अफ एटम्सको फर्मुला के हुन्छ त? N इन्टु Na। त्यो भने N इन्टु Na इक्वल टु अर्कोतिर पनि N इन्टु Na। सो दुइटैको नम्बर अफ मोल त फर्मुला सेम हुनुहुन्छ, दुइटैको नम्बर अफ मोल त सेम आउँछ। सो नम्बर अफ मोल इक्वल टु कति भनिन्छ भने Na त काटी गयो, अनि नम्बर अफ मोल इज इक्वल टु वेट इन ग्राम बाई मोलिकुलर वेट। सो नम्बर अफ आइरनको वेट दिएको छ क्वेसनमा 5.6 ग्राम अफ आइरन। सो 5.6 ग्राम अफ आइरन बाई 56 भयो, त्यो भनेको इक्वल टु 0.1 आयो। सो यहाँ मैले एजी लेखिदिएको छु, यो एजी हुँदैन है, आइरन नै हुन्छ। हुन त दुइटैको मोल सेम नै आउँछ, तर त्यही भएर मैले एजी लेखिदिएको। यहाँ आइरन लेखिनु है, झुकिन सक्छ है त। त्यसपछि अब आइरनको हेल्पले सिल्भर निकालौँ। सो सिल्भरको मोल इक्वल टु वेट इन ग्राम बाई मोलिकुलर वेट। सो वेट थाहा छैन हामीलाई सिल्भरको, त्यही भएर यो फर्मुला युज गरेको। बाई मोलिकुलर वेट त थाहा छ 108, अनि 0.1 मोल भइहाल्यो, इक्वल टु वेट बाई 108 गऱ्यो भने वेट आइदिन्छ। सो कति सिम्पल भयो यो क्वेसन। अब यो अर्को क्वेसन पनि 31 नम्बर पनि सेमै छ, 30 र 31 सेम नम्बर एटम भनेको छ। सो यो आफैले ट्राई गर्नु होला, दुइटै एउटै क्वेसन हो। अब हामीहरू 32 नम्बरको लागि जान्छौँ। क्वेसनमा भनेको छ 1 मोल अफ सी एन्ड 1 मोल अफ अक्सिजन मिलेर कुनै पनि 1 मोल अफ कम्पाउन्ड बनिरहेको छ अरे। अब त्यो CO2 हो कि CO हो, कसरी बुझ्ने त नि? किनभने यहाँ क्वेसनले 1 मोल अफ भनिदिएको छ, त्यही भएर चाहिँ नि यसरी त हामीले CO2 बुझ्थ्यौँ, तर यहाँ क्वेसनले 1 मोल भनिदिएको छ, कार्बन र अक्सिजन, त्यही भएर यो CO2 नभएर के हुन्छ त? CO हुन्छ। यसमा कम्पाउन्ड हामीलाई फिक्स पनि छैन CO2 हुन्छ कि CO हुन्छ, त्यही भएर हामीले सिम्पली यसमा सिम्पल कन्सेप्ट लगाउँछौँ। कार्बन र अक्सिजनको के गर्छौँ त नि? मोलिकुलर वेट हामीलाई थाहा छ, मोलिकुलर वेट कार्बनको चाहिँ नि मोलिकुलर वेट चाहिँ नि 12 भइहाल्यो, त्यसपछि अक्सिजनको चाहिँ नि 16 भइहाल्यो। सो यो दुवैको मोलिकुलर वेट जोड्यौँ भने चाहिँ नि जुन बन्छ नि कम्पाउन्ड, त्यसको मोलिकुलर वेट निस्किन्छ क्या। सो यो दुइटैकोलाई जोडिदिउँ भने चाहिँ CO को चाहिँ नि निस्किन्छ।
मोलिकुलर वेट जुन चाहिँ क्वेसनले हामीलाई सोधेको छ कि वाट इज द मोलिकुलर वेट अफ कम्पाउन्ड। अब यो 33 नम्बरमा चाहिँ आयन्सको कन्सेप्ट छ, जुन कि मैले पहिला पनि आयन्स कसरी निकाल्ने, क्याटायन एनायनहरू जुन छ प्रोटोनहरू कसरी निकाल्ने भनेर फर्स्ट भिडियोमा पनि सिकाएको छु मैले, त्यो फर्स्ट भिडियो पनि हेर्नु होला। होइन भने यहाँ पनि मैले भनि नै हाल्छु। सो यसमा चाहिँ नि CaCl2 जुन हाम्रो कम्पाउन्ड छ त्यो CaCl2 कम्पाउन्डमा चाहिँ नि Ca++ र Cl- आयन्सहरू चाहिँ नि कति प्रेजेन्ट छ भनेर भनेको छ। सो यसको लागि पहिला हामीले रियाक्सन लेख्नु पऱ्यो। अब यो रियाक्सन जहिले पनि हामीले पहिला ब्यालेन्स गर्नुपर्छ, त्यो भनेको छु मैले। सो यसमा क्लोरिन प्रोडक्टमा 2Cl2 छ, त्यही भएर यतातिर क्लोरिनमा पनि 2 हाल्नु पऱ्यो। सो अनि क्वेसनमा हेऱ्यो भने CaCl2 को कुरा दिएको छ जुन कि 20 ग्राम हो। सो त्यसको मोलको फर्मुला हाल्दिहाल्ने हो। सो 20 बाई त्यसको मोलिकुलर वेट गऱ्यो भने नम्बर अफ मोल आइहाल्छ त्यसको 0.18। सो क्याल्सियमको 0.18 मोल हो भने त्यसमा चाहिँ नि नम्बर अफ क्याटायन कति हुन्छ मैले फर्मुला सिकाएको छु, N इन्टु Na इन्टु एटम्स प्रेजेन्ट इन क्याल्सियम हुन्छ, हो कि सो क्याल्सियममा कतिवटा क्याल्सियम छ त नि, एउटा मात्र क्याल्सियम छ। सो 1 ले इन्टु हुन्छ, त्यो भनेको त उस्तो जस्ताको त्यस्तै भयो, N इन्टु Na नै भयो। सो N इन्टु Na गऱ्यो भने चाहिँ मोल इन्टु एभागाड्रोस नम्बर गऱ्यो भने नम्बर अफ Ca++ आयन आउँछ। त्यसै गरी क्लोरिन आयन हेर्ने हो भने क्लोरिनमा कतिवटा आयन छ त नि, यहाँ ब्यालेन्स गर्दाखेरि Cl2 छ, हो कि होइन, दुईवटा क्लोरिन छ कि छैन। सो यसमा चाहिँ नि यो गर्दाखेरि चाहिँ हाम्रो चाहिँ क्लोरिन चाहिँ नि इन्टु 2 भएर हुन जान्छ। सो यसको एन्सर चाहिँ नि इन्टु 2 भएर आउँछ। क्वेसन नम्बर 34 हेरौँ। अब यो क्वेसनमा चाहिँ इलेक्ट्रिक चार्ज अनि इलेक्ट्रोन दिएको छ, त्यसमा चाहिँ नि कति चार्ज प्रेजेन्ट हुन्छ यदि 1 मोल अफ Cu+ आयन हुन्छ भने भनेर सोधेको छ। यस्तो यो आयन्सवाला क्वेसनहरू चाहिँ खास क्लास 12 को क्वेसन हो। यो चाहिँ खास क्लास 12 मा सोध्नुपर्ने क्वेसनहरू हो। यो क्वेसन नम्बर 35 मा हेरौँ के भनेको छ, कति ग्राम अफ एटम्स सल्फर चाहिन्छ र कति ग्राम अफ अक्सिजन चाहिन्छ SO2 मोलिकुल्स बनाउनको लागि, 6.023 × 10⁻⁴ मोलिकुल्स बनाउनको लागि। यो चाहिँ आफै गर्न सकिन्छ, हो कि होइन। सो अब मैले चाहिँ क्वेसन नम्बर 34 गरिदिन्छु। यसमा दिएको कुरा पहिला लेखौँ। चार्ज अन 1 इलेक्ट्रोन चाहिँ दिएको छ 1.602 वाला, यति चार्ज छ कलम। अनि त्यसमा चाहिँ हामीले कति चार्ज प्रेजेन्ट छ 0.1 मोलमा। सो 1 मोलमा चाहिँ कति प्रेजेन्ट हुन्छ होला त। सो नम्बर अफ मोलिकुल्सको फर्मुला हामीलाई थाहा छ, नम्बर अफ मोलिकुल्स इक्वल टु नम्बर अफ मोल बाई एभागाड्रोस नम्बर हुन्छ, जुन कि मैले यता साइडमा लेखिदिरहेको छु। सो यो नबिर्सिनु होला। त्यसकै युज गरेर चाहिँ नम्बर अफ मोल्स अफ इलेक्ट्रोन निकाल्छौँ। त्यो भनेको कति कुरा बाँकी छ, नम्बर अफ जे पनि भनेको मैले फर्मुला हो, नम्बर अफ जे पनि इक्वल टु नम्बर अफ मोल बाई एभागाड्रोस नम्बर हो। सो त्यसले नम्बर अफ मोलिकुल्स नम्बर अफ मोल भनेपछि कति हुन्छ त, N इन्टु Na भइदिन्छ। त्यस्तै Na इन्टु चार्ज हुन्छ यसमा। सो Na इन्टु चार्ज गऱ्यौँ भने चाहिँ हाम्रो आउँछ 6.023 × 10⁻20 एभागाड्रोस नम्बर इन्टु यो चार्ज माथिको भ्यालु गऱ्यो भने हाम्रो 96472 कलम आउँछ। त्यो भनेको 96500 हो, जुन कि 1 फ्याराडे हुन्छ। त्यही भएर हामीले त्यसलाई एप्रोक्सिमेटली त्यति लिन्छौँ। क्वेसनले 0.1 मोलमा चाहिँ कति चार्ज प्रेजेन्ट हुन्छ भनेर सोधेको छ। 0.1 मोल अफ Cu+2 आयन्स इक्वल टु के भनिन्छ त भन्दाखेरि 2 इन्टु 1 मोलमा कति थियो त 1 फ्याराडे इन्टु त्यसको कति मोलमा त 0.1 मोलमा। सो यो यसलाई इन्टु गरिदिने। सो 2 इन्टु 1 मोलमा कति चार्ज अनि कति मोलमा भनेपछि सबै इन्टु भएर यति निस्किन्छ। यो क्वेसन चाहिँ हल्का बुझ्नु है त, बुझ्नु कि त घोक्दै पनि हुन्छ। यो क्वेसन त हजुरहरूको लेभलकै होइन। अब यो एउटा लास्ट क्वेसन हेरौँ है त स्टुडेन्टहरू। अब हेर त, यो क्वेसन इक्जाम्पलबाट लिएको हो। यो क्वेसनमा के भनेको छ त भन्दाखेरि 1 सेकेन्डमा 2टा राइस ग्रेनहरू काउन्ट गर्छ अरे। 2टा राइस ग्रेन 1 सेकेन्डमा काउन्ट गर्छ भने कति टाइम लाग्छ भनेको कति वर्ष लाग्छ, वर्षमा सोधेको छ। कति वर्ष लाग्छ 1 मोल भनेको एउटा मोल अफ राइस ग्रेन काउन्ट गर्नलाई। त्यो भनेको 1 सेकेन्डमा दिएको छ नि त, सेकेन्डमा दिएको छ। सो यो कुरालाई सेकेन्डलाई इयरमा रिलेट गर्नु छ। सो 1 इयरमा कति सेकेन्ड हुन्छ त्यो निकालौँ। सो 1 इयरमा 365 डेज 24 आवर 60 मिनट 60 सेकेन्ड, त्यसले भयो हाम्रो टोटल सेकेन्ड आयो। 1 इयरमा यति सेकेन्ड हुन्छ। सो एकर्डिङ टु क्वेसन के भनेको छ त, 1 सेकेन्डमा 2टा राइस ग्रेन काउन्ट गर्न सक्छ। सो 1 सेकेन्डमा 2टा राइस ग्रेन काउन्ट गर्न सक्छ। त्यसो भए 2टा राइस ग्रेन भनेको नम्बर अफ जे पनि कुरा दिएको छ त्यसलाई मोलको रिलेसनमा मोलको फर्मुलामा राख्न सकिन्छ। सो नम्बर अफ मोल इज इक्वल टु 2टा राइस ग्रेन बाई एभागाड्रोस नम्बर, त्यो भनेको हाम्रो यति आउँछ। त्यसपछि हेर यो भनेको के हो त नि, यो भनेको यति मोल 1 सेकेन्डमा गर्न सक्दैन, यो कुरा बुझ्यौ नि। यो भनेको यति मोल भनेको 1 सेकेन्डमा त्यसले यति मोल काउन्ट गर्न सक्छ। यो भनेको यो धेरै भ्यालु होइन, फेरि 1 सेकेन्डमा यत्रो धेरै मोल गर्न सक्छ भने यो माइनसमा चाहिँ यो सानो भ्यालु हो। सो यो सानो भ्यालु हो। अनि त्यसपछि हेर, अब त्यसो भए 1 मोल यति मोल 1 सेकेन्डमा त्यसले काउन्ट गर्छ भने 1 मोल त्यसले कति सेकेन्ड लाउँछ होला।
एक मोल काउन्ट गर्नमा त्यसले कति सेकेन्ड लाउँछ होला त? सो एक मोल काउन्ट गर्नमा 1 यो गर्छौँ, युनिटरी मेथड। सो 1 यो गऱ्यौँ भने एक मोल त्यसले एक मोल काउन्ट गर्न यति सेकेन्ड लाउँछ। त्यसो भए एक मोल काउन्ट गर्नलाई यति सेकेन्ड लगाइदियो भने अब हामीलाई क्वेसनले भनेको कुरा त खोजिदिइसक्यौँ त हामीले, टु काउन्ट 1 मोल अफ राइस ग्रेन। सो एक मोल त यसले काउन्ट गर्न यति सेकेन्ड लाउँछ, तर क्वेसन सोधेको छ इयर्समा। सो एक इयरमा कति हुन्छ त? त्यसो भए डिभाइड गरिदिने यो अघि टोटल आएको कुरालाई। सो यो भनेको यो बाई टोटल अघि आएको सेकेन्ड। सो यति भनेको हाम्रो एन्सर आउँछ यो। सो यो इक्जाम्पलको क्वेसन इम्पोर्टेन्ट हो, यो टर्मिनल इक्जामहरूमा सोध्न सक्छ। सो यति गर्दै हामीहरूले सबै क्वेसन भ्याइसक्यौँ। मेरो त सबै क्वेसन भ्याइसक्यौँ। रियाक्सनवाला, कम्पेरिजनवाला, डेन्सिटीवाला, मौलिक रिमुडवाला, पर्सेन्टेज रिलेटेड, ग्राम एटम्सवाला सबै क्वेसन हामीले भ्याइसक्यौँ। अब यो क्वेसनको जति पिडिएफ भन्नाले यो जुन मैले क्वेसनहरू एड गरेको छु नि, यो क्वेसनहरूको मैले पिडिएफ फर्मेट हालिदिन्छु डिस्क्रिप्सनमा युट्युबको, त्यसबाट चाहिँ तिमीहरूले डाउनलोड गर्न सक्छौ है त्यो जिमेलबाट। केही प्रब्लम भयो भने चाहिँ त्यसको जिमेल गर मलाई कि त कमेन्ट गर है त। ल।